Hello and welcome back to my YouTube channel everyone. This is Kumar Gautam from the channel of Technician Nepal. So आज चाहिँ एकदमै एक्साइटेड हैन. सो आज चाहिँ मसँग बेनेलीको 600i रहेको छ जुन चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ. सो आज चाहिँ म यो बाइकको केही कुराहरु चाहिँ तपाईहरुलाई जानकारी दिन गइरहेको छु. सो लेट्स गेट स्टार्टेड. बाइकको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिले आएको यो चाहिँ न्यू मोडल हो 2021 मोडलको रहेको छ. सो पहिलाको बाइक र अहिलेको बाइकमा चाहिँ धेरै नै चेन्जहरु आएको छ. सो सुरुमा चाहिँ यसको ग्राफिक्सबाट सुरु गरौँ हैन. तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पहिला चाहिँ TNT भनेर आउँथ्यो भने अहिले चाहिँ यो ग्राफिक्समा 600 बेनेली लेखेर आउँछ हैन. सो पछाडीको कुरा गर्नु पर्दाखेरि पछाडी पनि TNT 600i भनेर आउँछ अनि यो एकदम मजाको ग्राफिक्स रहेको छ. हेडलाइटको कुरा गर्नु पर्दाखेरि पहिलाको हेडलाइट चाहिँ अलि ठुलो खाले आउँथ्यो भने अहिलेको चाहिँ एकदमै मजाको यो शेप तपाईहरुले देख्न सक्नुहुन्छ हैन. अनि यो चाहिँ पुरै पहिला चाहिँ हेलोजन लाइट थियो भने अहिले चाहिँ LED लाइट छ जुन चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ. अब बाइकको साइड लाइटको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन. सो पहिलाको साइड लाइट चाहिँ अलि ठुलो खाले थियो भने अहिले चाहिँ चिलिक्क मिलेको हैन सानो खाले LED लाइटहरु दिएको छ जुन चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हैन. सो गाइज यसको इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ धेरैवटा मोडहरु पनि रहेको छ हैन. धेरै इन्फर्मेसनहरु रहेको छ जुन चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ. यहाँ चाहिँ न्युट्रलको लागि लाइन छ भनेदेखि यसमा चाहिँ गियर 1 2 पहिलाको बाइकहरुमा चाहिँ थिएन भनेदेखि अहिले चाहिँ गियर 1 देखि 6 सम्म तपाईहरुले यहाँ हेर्न सक्नुहुनेछ. र हिटिङको लागि पनि यहाँ दिएको छ हैन. हाई र लो दिएको छ अनि RPM को लागि नि फुल्ली डिजिटल RPM दिएको छ भनेदेखि यो चाहिँ डिफर स्विचको लागि हो हैन. पासिङ लाइटको लागि हो. यो चाहिँ इन्जिन ओइल यदि कम भयो अथवा कहीँबाट लिकेज भयो भने थाहा हुन्छ. अनि यो जुन चाहिँ ABS छ यो चाहिँ अहिले बाइक ABS अन छ कि अफ छ भनेर पनि यहाँ देख्न सकिन्छ. अनि यो दुईवटा लाइनहरु छ यो चाहिँ हेजार्ड लाइटको लागि हो. र तपाईहरुले यहाँ अर्को चाहिँ फ्युलको लागि तपाईहरुले देख्न सक्नुहुन्छ. अनि अर्को चाहिँ ट्रिप 1 ट्रिप 2 गरेर दुईवटा ट्रिपहरु रहेको छ. र तपाईहरुले यो बाइकमा चाहिँ अर्को एउटा राम्रो पोइन्ट चाहिँ के छ भन्दाखेरि यहाँनेरि जाने हैन. त्यसपछि इन्टरफेस छ. इन्टरफेसमा चाहिँ क्लिक गर्नुभयो भने यहाँ दुईवटा चाहिँ तपाईको ब्राइटनेसहरु देखिन्छ जुन चाहिँ व्हाइटमा छ यो ब्ल्याकमा छ हैन. इन्टरफेसमा चाहिँ कस्तो राख्ने भनेर हो. जस्तै अब हामीले ब्ल्याकमा राख्नु पर्यो भने यसमा क्लिक गर्ने अनि इन्टरफेसमा क्लिक गरेर अनि यसलाई यो ब्ल्याकमा ओके गरेपछि चाहिँ अहिले पुरै ब्ल्याकमा आयो. अब फेरि व्हाइटमा गर्नको लागि चाहिँ इन्टरफेसमा ओके गरेर फेरि यसलाई व्हाइट गर्न मिल्छ. र अरु कुराहरु गर्नु पर्दाखेरि चाहिँ तपाईहरुले यहाँ क्लक जुन चाहिँ क्लक पनि देख्न सक्नुहुन्छ. अनि यसमा ब्राइटनेस पनि मिलाउन मिल्छ है. यसरी चाहिँ कम धेरै यो चाहिँ अटोमा राख्न पनि मिल्छ हैन. अटोमा राख्यो भने चाहिँ राम्रो हुन्छ. सो यहाँ युनिट भनेको छ यो चाहिँ तपाईको कति किलोमिटरको पर आवरको स्पिडमा गुडिरहेछ भनेर पनि हेर्न मिल्छ. र अर्को चाहिँ किलोमिटरमा राख्ने कि अथवा माइल्समा राख्ने यहीँबाट मिल्छ है. सो तल चाहिँ ल्याङ्ग्वेज छ कुन कुन ल्याङ्ग्वेजमा लाउने भनेर. अब ल्याङ्ग्वेज यो के छ है म त बुझ्दिनँ. चाइनिजहरु अब के होला है. सो अहिले इङ्ग्लिशमै छ. र यो इन्फर्मेसन भनेको छ यहाँ गएर चाहिँ तपाईले यो जुन चाहिँ माल फंक्सन दुईटा देख्न सक्नुहुन्छ हैन. सो यो माल फंक्सनमा चाहिँ जुन चाहिँ सुरुको माल फंक्सन छ त्यो माल फंक्सनमा चाहिँ पहिला भएको प्रब्लमहरु त्यहाँ रिड भएर बस्छ हैन. र तलको माल फंक्सनमा चाहिँ अहिले प्रेजेन्टमा के चाहिँ प्रब्लम आइरहेको छ भनेर चाहिँ यो सेकेन्डको माल फंक्सनमा हामीले हेर्न मिल्छ. यदि बाइकमा कुनै प्रब्लम आइरहेछ भने यहाँनेर रिड गर्छ. सो यहाँ चाहिँ अपग्रेडको लागि भर्जनहरु पनि दिएको छ. सो लास्टमा चाहिँ एक्जिट छ हैन. यहाँबाट निक्लिनु भइहाल्यो. इन्जिनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइकको इन्जिन चाहिँ इनलाइन 4 रहेको छ हैन. जुन चाहिँ एकदमै साउन्डको लागि बेस्ट रहेको छ भनेदेखि यसमा चाहिँ 16 भ्याल्भ युज भएको छ. DOSC इन्जिन हो. सो गाइज अब यसको पावरको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको म्याक्सिमम पावर चाहिँ तपाईको 85 PS को पावर रहेको छ जुन चाहिँ 11500 RPM मा हो भनेदेखि टर्कको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको 10500 RPM मा चाहिँ 54 न्युटन मिटर टर्क रहेको छ. सो गाइज यसमा अर्को इन्जिनको चेन्जेसको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन यसमा चाहिँ अहिले सिल्भर क्लच युज भएको छ. सिल्भर क्लचले गर्दाखेरि चाहिँ तपाईको गियर शिफ्ट गर्ने बेला चाहिँ एकदमै सफ्ट हुन्छ हैन. सो क्लच पनि एकदमै नरम हुन्छ अनि गियर पनि एकदमै नरम हुन्छ. सो एकदमै बवाल रहेको. यो बाइकको सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ फ्रन्टको सस्पेन्सन चाहिँ हैन इन्भर्टेड फर्क रहेको छ. इन्भर्टेड फर्क टेलिस्कोपिक रहेको छ. सो
सो रियर सस्पेन्सनको कुरा गर्नुपर्दाखेरि चाहिँ होइन तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यसको रियर सस्पेन्सन चाहिँ होइन प्रिलोडेड छ अनि यो चाहिँ राइडर आफैले पनि यसलाई टाइट र लुज गर्न मिल्छ यो चाहिँ स्प्रिङको लागि हो भनेदेखि यहाँबाट चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन यो चाहिँ सफ्ट गर्न र हार्ड गर्नको लागि है यहाँ जुन चाहिँ पोइन्ट दिएको छ सो यो चाहिँ त्यसकै लागि दिएको अब बाइकको टायरको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ फ्रन्टमा चाहिँ 120/70 17 इन्चको रहेको छ भनेदेखि रियर टायरको कुरा गर्नुपर्दाखेरि रियरमा चाहिँ 180/55 17 इन्चको रिम रहेको छ जुन चाहिँ टायर चाहिँ तपाईँको पेरेलीको एन्जल टायर रहेको छ होइन जुन चाहिँ GT सिरिजको हो यो चाहिँ टिबलेस टायर रहेको छ सो गाइज अब बाइकको ब्रेकको कुरा गर्नुपर्दाखेरि चाहिँ यो बाइकको चाहिँ फ्रन्ट एन्ड रियरमा चाहिँ डिस्क ब्रेक रहेको छ सो अगाडि चाहिँ ड्युल डिस्क रहेको छ र अगाडि चाहिँ तपाईँको 320 mm को डिस्क प्लेट रहेको छ र तपाईँहरूले यता पछाडि देख्न सक्नुहुन्छ होइन पछाडि पनि डिस्क ब्रेक रहेको छ जुन चाहिँ 260 mm को रहेको छ भनेदेखि फ्रन्ट एन्ड रियरमा चाहिँ ABS युज भएको छ यो बाइकको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दाखेरि चाहिँ होइन ग्राउन्ड क्लियरेन्स चाहिँ 150 mm को रहेको छ सो यतिको ग्राउन्ड क्लियरेन्स भनेको जस ठिकै हो अलिकति हाई नै छ होइन सो अरू बाइकको हेरी चाहिँ सुपर बाइकमा अलिकति धेरै नै दिएको छ अब बाइकको ट्याङ्क क्यापेसिटीको कुरा गर्नुपर्दाखेरि यसको ट्याङ्क क्यापेसिटी चाहिँ 15 लिटर्सको ट्याङ्क क्यापेसिटी रहेको छ सो गाइज बाइकको माइलेजको कुरा गर्नुपर्दाखेरि चाहिँ यो बाइकको माइलेज चाहिँ 19 किलोमिटर पर लिटरको माइलेज दिन्छ यसमा रहेको अर्को चेन्जेसको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन सो यो चाहिँ राइट ह्यान्डल बार स्विच भयो होइन अनि यो चाहिँ तपाईँको अन अफ गर्नको लागि स्विच हो अनि तपाईँले यहाँ ब्लू लाइट पनि देख्न सक्नुहुन्छ होइन यो चाहिँ डे लाइटमै अन हुन्छ यो LED लाइट हो होइन सो यो चाहिँ तपाईँको इन्जिन किल स्विच रहेको छ भनेदेखि यो चाहिँ एकपल्ट गर्दा यसको चाहिँ पार्किङ लाइट बल्छ अनि त्यसपछि चाहिँ मेन हेडलाइट अन हुन्छ र अर्को एकदमै सेफ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सेल्फ स्टार्टको लागि रहेको छ र यहाँ चाहिँ तपाईँले बटम दुईवटा देख्न सक्नुहुन्छ होइन सो यो एउटा बटम चाहिँ तपाईँको यसले इन्ट्री गरिसकेपछि यहाँनिर यो चेन्ज हुन्छ होइन यसरी चेन्ज हुन्छ अनि यो जुन चाहिँ छ यो चाहिँ सिलेक्ट गर्ने हो त्यसमा लगेर अनि हामीले अब जस्तै इन्टरफेस हेर्नु पऱ्यो भने अब यसले चाहिँ इन्टरबाट चाहिँ चेक गर्ने हो है त सो यता तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ लेफ्ट ह्यान्डल बार स्विच रहेको छ यहाँ चाहिँ तपाईँको हेडलाइट लाइट पनि रहेको छ होइन अनि यो चाहिँ हेडलाइट चाहिँ लो हाई बिमको लागि हो र यो चाहिँ टर्न राइट लेफ्टको लागि सिग्नलको लागि हो भनेदेखि यो चाहिँ तपाईँको हर्नको लागि दिएको बाइकको अरू चेन्जेसको कुरा गर्नुपर्दाखेरि होइन तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ जुन चाहिँ यो साइड स्ट्यान्ड हो अनि पहिलाको र अहिलेको साइड स्ट्यान्ड चाहिँ धेरै नै फरक छ होइन सो अहिले चाहिँ अलिकति सानो दिएको छ पहिला चाहिँ अलिकति लामो थियो भने यो सानो दिएको छ अनि यो जुन चाहिँ चुच्चोको सेप छ होइन यो पनि सानो दिएको छ पहिला चाहिँ मेटलको दिएको थियो र त्यसले चाहिँ काहीँ जमिनमा राख्दाखेरि त्यहीँ भाँसिने प्रब्लम हुनसक्थ्यो भनेदेखि अहिले चाहिँ तपाईँको यो किटको दिएको छ होइन सो एकदमै मिलेको सेपमा एकदमै राम्रो खाले दिएको छ लाइट तपाईँले देख्न सक्नुहुन्छ होइन सो ब्याक लाइट चाहिँ अलिकति सानो भएर यो सेपमा आएको छ भनेदेखि टेल लाइट चाहिँ केही पनि चेन्ज भएको छैन र अर्को तपाईँहरूले यहाँनिर एक्जस्ट देख्न सक्नुहुन्छ होइन बवाल एक्जस्ट रहेको छ अब एकछिनमा हामी साउन्ड पनि सुनाउँछौँ तपाईँहरूलाई यो बाइकको सिट हाइटको कुरा गर्नुपर्दाखेरि चाहिँ होइन यसको सिट हाइट चाहिँ तपाईँको 1080 mm को रहेको छ होइन सो गाइज यो बाइकको प्राइसको कुरा गर्नुपर्दाखेरि चाहिँ होइन यो बाइकको प्राइस चाहिँ अरू बाइकको तुलनामा चाहिँ जस्तै अरू 600 को तुलनामा चाहिँ अलिकति कम नै रहेको छ होइन सो अरू CBRहरूको कुरा गर्दाखेरि चाहिँ त्यो बाइकहरू चाहिँ तपाईँको लाइक 34-35 लाख रुपियाँ रहेको छ भने यो 600 को प्राइस चाहिँ तपाईँको 23 लाख
58,000 रुपियाँ रहेको छ। सो यतिको बाइक 600 सीसीमा यतिको प्राइसमा पाउनु भने चाहिँ एकदमै बेस्ट हो। सो नेपालको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन, सो अरु सुपर बाइकको दाँजोमा चाहिँ एकदमै बवाल बाइक रहेको छ। सो गाइज अन्त्यमा चाहिँ यो भिडियो कस्तो लाग्छ हैन, सो कमेन्ट्स गरिदिनु होला र यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। म चाहिँ आगामी दिनमा चाहिँ यस्तै नयाँ भिडियोहरू बाइक सम्बन्धी कुनै पनि टेक्निकल कुराहरू अरू चाहिँ भिडियोहरू लिएर आउने छु। सो गाइज थ्यांक यू फर वाचिङ। सो बाई बाई, सी यू अन द नेक्स्ट भिडियो।